आज हामी प्रकृति विनाशको एउटा स्थलगत रिपोर्ट यहाँहरूलाई देखाउँदैछौँ भिडियो खिचेर। अहिले हामी गोलबजार नगरपालिकाको वडा नम्बर 2 मा पर्ने यो गागन खोलाको बिचोबिच उभिएका छौँ र गागन खोला गत वर्ष जुन सतहमा यो पानी बगिरहेको थियो त्यो सतहभन्दा यसपालि 6 फिट गहिरो भएको छ। यहाँ हेर्नुस् मेरो दाहिनेतिर यो खोलाले कटान गरेको हो। यो खोला गत वर्ष यो बराबर थियो, यो माथि भएको यो जुन ढिस्को छ त्यो भन्दा माथि त्यो बराबर थियो। तर यसपालि एक वर्षमा, जबकि यसपालि ठुलो वर्षा पनि भएन, यो जेठ असार साउन भदौ 4 महिनामा सानो सानो वर्षा र सानो सानो बाढी आउँदाखेरि यो 6 फिट माटो बगेर गएको छ। यो खोला 6 फिट गहिरिएको छ। यसैगरी यो पश्चिमी किनार हो। पूर्वी किनारमा पनि त्यस्तै हालत छ। पूर्वी किनारमा पनि लगभग 6 फिट चाहिँ खाडल भएको छ यो खोला गहिरिएको छ। यसको कारण के होला? यसको कारण के होला भने गत वर्ष गोलबजार नगरपालिकाले यो खोला उत्खननका लागि ठेक्का लगायो। ठेक्का लगाएपछि कानुन विपरीत ठेकेदार, नगरपालिकाका जनप्रतिनिधि कर्मचारी र स्थानीय प्रशासन र प्रहरी सबैको मिलीभगतमा कानुन विपरीत 10 वटा जति एक्सकाभेटर यो खोलामा चलाइयो र सैकडौं ट्रिपरले चाहिँ एकदम निर्मम तरिकाले उत्खनन गरियो नदीको। र गागनको पुलदेखि उत्तर लगभग 4 किलोमिटर लम्बाइमा चाहिँ 10 वटा जति एक्सकाभेटर र सैकडौं ट्रिपरले 6 महिनासम्म उत्खनन गरेर यहाँबाट चाहिँ नदीजन्य पदार्थ ओसार पोसार गरियो र लगभग 3 लाख घनमिटर यहाँको चाहिँ इटी बालुवा माटो यहाँबाट उत्खनन गरेर लग्यो। जसको परिणाम के हो भने जेठ असार साउन भदौ 4 महिनामा आएको बाढी, सानो बाढी, जबकि यसपालि ठुलो वर्षा पनि भएको छैन, सानो सानो बाढीले यो बीचको जम्मै उत्खनन भएको कारणले यो नदी गहिरियो र हेर्नुहोस् यो 6 फिट। अहिले यहाँ मेरो उचाइ 6 फिट छ र म यो खाडलमा यहाँ उभिँदाखेरि यो माथिको लेभल अनुसार म भन्दा यो लेभल अल्गो छ भनेपछि 6 फिट भन्दा बढी माटो र बालुवा, ढुङ्गा गिटी बालुवा यहाँबाट खङ्गालेर लग्यो खोलाले र यो खोला गहिरो हो। अब यसको पूर्व पश्चिमतिर हेर्नुहोस्, यहाँ नजिकै सामुदायिक वन छ। यो बसन्त चोर रमाइलो चोर सामुदायिक वन हो। यो सामुदायिक वन अब कटानमा पर्यो है, नजिकै सामुदायिक वन छ। यो अविवेकी उत्खननले र यो अत्यधिक नदी दोहनले गर्दाखेरि अब यो सामुदायिक वनको भविष्य खतरामा छ। अब यो वन छिटै कटानमा पर्ने स्थिति देखिन्छ, किनभने अब यो 6 फिट यसपालि गहिरियो, अब आउने वर्ष यो ढल्छ, यो भत्किन्छ र नदी कटान अझै तीव्र हुन्छ र यसले अब सामुदायिक वन भेट्छ। यसरी प्रकृतिको अनियन्त्रित दोहन गर्दाखेरि, नदी दोहन गर्दाखेरि यस्तो प्राकृतिक विनाश भइरहेछ। अब पूर्वी किनारको कुरा गर्नुहुन्छ भने यहाँ 2 नम्बर वडा गोलबजार नगरपालिकाको 2 नम्बर वडा र धनगढी माई नगरपालिकाको 9 नम्बर वडाका किसानहरूको धेरै खेतीयोग्य भूमि छ, जग्गा छ। अब पूर्वी किनारा यो खेतीयोग्य भूमि नदीले कटान गर्न थाल्यो र यो ठुलो विनाश भयो। नगरपालिकाको जनप्रतिनिधि कर्मचारीहरूलाई तत्कालिक फाइदा भयो, प्रशासनले तत्कालिक फाइदा लियो अवैध रूपमा, तर किसानहरूको भयङ्कर ठुलो क्षति भयो। नदी दोहन गर्नका लागि, उत्खनन गर्नका लागि होइन, नदीसँग हाम्रो सामाजिक सम्बन्ध जोडिएको हुन्छ। नदी हाम्रो सांस्कृतिक धरोहर हो। नदीसँग जीवन पद्धति जोडिएको छ। नदीसँग चाहिँ यहाँको सिमसार क्षेत्रहरू जोडिएको थियो। तर यो अविवेकी उत्खननले प्रकृतिको विनाश कसरी गरेको छ यसको एउटा सानो उदाहरण यहाँ देख्न सकिन्छ।